हेलो सबैजनालाई नमस्ते। अब ये कौन है बे? चियाबारीमा हो चियाबारीमा अब चाहिँ म गइरहेको छु। अब म गइरहेको छु कहाँ भनेपछि भन्दिनँ है, तपाईँहरू आफै भनिदिनु। अब म गइरहेको छु रोटी लिन। ल जिन्दगानी यस्तै छ, दर्पण छाया रोटी लिन जान्छु। रोटी लिएर अनि खान्छु। रोटी टक्कासँगले ल्याउँछु मलाई हेर्नेहरूलाई। विशेष त मेरो बुढीलाई। जे भयो भने मेरो बुढी चाहिँ खतरा छ क्या। मेरो बुढीले भनेको म अलिकति मान्दिनँ, तर मेरो बुढीले पनि मान्दिनँ। किनभने हामी लभ म्यारिज छ क्या। त्यही भएर ओ बुढाबुढीको जिन्दगानी दर्पण छाया छ। आई मिस यु माई वाइफ। तिम्रो धेरै याद आउँछ, धेरै सम्झना छ तिमीलाई। हेर है यस्तो तातो घाम छ, हेर त गाडी कस्तो घुमाइदिन्छ। हट हट मर्छ होला। हाहा पानी परो सरर छाना पजो गरर मजाले ठाउँ ट्यागको त्यहाँ छ। त्यहाँ गएर पाण्डाबाट त्यहाँबाट म रोटी लिएर आउँछु। रोटी र चिसो। वाउ कति लामो तातो घाम। वाउ कपालै उडाइदिने घाम। क्या बोले भाई? अब क्या बोले? ए कपालै उडाइदिने हावा। बाटो क्रस गर्ने कस्तो दाँत पनि कति ठुलो ठुलो भएको छ। ओठ पनि के गर्नु हौ, भगवान कति ह्यान्डसम बनायो। गाडी त हेरेर कट्नु पर्छ। अब उता जाएर रोटी खाने, रोटी लिएर जाने। अब चाहिँ म आइसकेँ यहाँनिर। अब पेट्रोल पम्प आइसक्यो। गाडीहरू त गाडी नै भइहाल्यो नि। बन्धुहरू छन्, बन्धुहरू अलिकति हुन यस्ता क्याफे आउने ठाउँ यो। अब यहाँभित्र छिर्छु। छिरेपछि मुदिरलाई भन्छ कफाल मुदिर सलामवालेकुम। मुदिर हेलो व्हाट्स अप गाइस, व्हाट्स अप? दिस द मुदिर Saudi Arabia, very nice. Yes. कोइस Very good. कुल्लु कोइस साउदी अरेबिया। सदी खबुस ओके। म चाहिँ अब यहाँबाट रोटी निकाल्छु। रोटी निकालेपछि ठक्कसँगले यहाँ काँधमा राख्छु। काँधमा राखिसकेपछि अनि यतातिर जान्छु। यता गएर के खानु यताबाट जान्छु अनि आफूलाई मन परेको चिज लिएर जान्छु। अम्बो यो त खाइदिनु पर्यो। अम्बो अब यो निकाल्छु। निकालेपछि एउटा दुईटा निकालेर खान्छु। निकालिसके अब यो मेरो काँधमा राख्छु अनि यो यहाँ राख्छु अनि हिँड्छु। मदिर हेला खाम्सा 5 रियल 5 रुपियाँ निकाल्नु पर्छ। अब म अब यहाँ पैसा निकाल्दैछु। ए पर्सबाट पैसा आउँछ यहाँ, त्यो चाहिँ देखाउँदिनँ। भइसक्यो यहाँ। फिनिस हेलो मुदिर। गुड very good yeah. कसैलाई केही चाहियो भने चाहिँ द मार्केट, भेरी नाइस मार्केट। हेलो बन्धु भाइ, हाउ आर यु? गुड। अब चाहिँ म आइसकेँ, सामानहरू ल्याइसकेर आइसकेँ। मेरो भिडियोमा चाहिँ सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु ल। यति नै भन्छु ल।